हेलो गाइज वेलकम टू माई मिनी ब्लग। मेरो मिनी ब्लगमा सबलाई स्वागत छ। सबभन्दा पहिला त सबलाई मनबाट नमस्कार। आजको मेरो मिनी ब्लगमा चाहिँ म आफ्नो मालिकको घर देखाउन गइरहेको छु। यो चाहिँ बाहिरको सिनहरू हो, यस्तो छ। यो चाहिँ घर हो। यो घरभित्र गइसकेँ म। ऐनामा हेरिरहेको थिएँ आफ्नो फेस। यता चाहिँ यो माथिबाट यो बाइक, उता चाहिँ आइसक्रिमको छ। अब त्यो आइसक्रिम पिराएर म आफ्नो कोठा नास्ता खान आइसकेँ गाइज। अब यता चाहिँ यो हाम्रो टोइलेटहरू हो नि गाइज। यता हाम्रो यो ट्याक्क नास्ता खाएर म आफ्नो रुमबाट रेस्टुरेन्टमा आएर हामीले चाहिँ आफ्नो मोमोको तयारी गर्न लाग्यौँ गाइजहरू। यो चाहिँ म्यानेजर चाहिँ अब बत्ता बेलिरहेछ, म चाहिँ आफ्नो भर्खर मोमो बनाउन लागिरहेछु। अब 9 बजिसकेछ। अब भर्खर आएको म्यानेजर पनि। म्यानेजर आइसकेपछि म नास्ता खान जान्छु जहिले पनि गाइजहरू। त्यही त हो। बत्ता बेल्दै अब गाइजहरू ट्याक्क हाम्रो अहिले फेरि मोमो बनाउँदैछौँ। हाम्रो चाहिँ यो फेरि मोमो बनाउँदै हाम्रो एक फुल मन्चुरियन राइस आइसक्यो। हाम्रो मन्चुरियन राइस चाहिँ यस्तो बन्छ। हजुरहरू चाहिँ कस्तो बनाउनुहुन्छ कमेन्ट गरिदिनु ल गाइजहरू। अब मन्चुरियन बनाइसकेपछि मन्चुरियन दिइरहेको थिएँ, त्यतिमा हाम्रो चाहिँ अर्को अब एक हाफ चिल्ली पनिरको अर्डर आइसक्यो गाइज। म चाहिँ आफ्नो कटिङतिर लागिसकेको छु। उता चाहिँ म्यानेजर आफ्नो पिज्जा बनाइरहेछ, म यता आफ्नो कटिङ गरिरहेछु। त्यहाँ कटिङ गरिसकेपछि म चाहिँ आफ्नो चिल्ली पनिर फ्राई हान्न लागिसकेँ गाइज। चिल्ली पनिर हान्दा आफूलाई पनि प्यास लागिदिरहेको गाइज। अब के गर्ने है, पानी पिएर फेरि म आफ्नो चिल्ली पनिरतिर लागिसकेँ गाइज। उता चाहिँ हाम्रो चिल्ली पनिरको सब्जीहरू उम्लिरहेछ। यता म आफ्नो पनिर काटेर पनिरको साइजमा ट्याक्क हुन्छ त मिलाएर काटिरहेको छु गाइज। मिलाएर काटेर ट्याक्क अब उता चाहिँ म आफ्नो फ्राई गरिरहेको छु। फ्राई गरेर हाल्छु नि गाइज। फ्राई गरेर हालिदिइसकेपछि एउटा हाम्रो यता फ्राई पनि भइसक्यो। यता मसला हाल्न लागिसक्यो म आफ्नो चिल्ली पनिरको। ट्याक्क पनिर पनि हालेर ट्याक्क ल अब घुमाएर ट्याक्क मिलाएर ट्याक्क हल्का अब उसलाई गाढा गर्नु पऱ्यो। गाढा गरेर ल मैले आफ्नो चिल्ली पनिर पनि